So hello guys, welcome back to my channel. It's me Sonia Lama. सबैजनालाई नमस्ते फ्यापुलता साथीले. सो आजको भिडियो चाहिँ के हो भने आज चाहिँ म सिलगढी जाँदैछु फेरि हो. यस्तो टन्टलापुर घाममा आज पनि पुरा गर्मी छ हो. अब थाहा छैन कस्तो हुन्छ. सिलगढीतिर पनि गर्मी नै होला हो. 2-3 दिन भइसक्यो यस्तो डेन्जर गर्मी भएको चाहिँ. अब हेरौँ सिलगढी पुगेर थाहा हुन्छ के छ वेदर त्यहाँको भनेर. सो यसरी नै म घरबाट नै भ्लग स्टार्ट गर्दैछु. अब चाहिँ हामी निस्किन आँटेको. सो बाई गाइस, अहिले भेटौँ है. सो बसमा बसिरहेको छु हो. सोचेको छैन भोलि चाहिँ दोकान जानु भएको छ हो. सो अहिले चाहिँ डाइरेक्ट गाडी पाएँ होइन. पटनादेखि बेलुका चाहिँ सरी डाइरेक्ट यहाँ पर सिलगढी जाने. सो हामी त्यसमा जाने सिलगढी पुगेर भेटिँदा फाइनली म चाहिँ सिलगढी आइपुगेँ. बस्दा गाडीमा हत्तु भएर चाहिँ फाइनली आइपुगेँ सिलगढी हो. अब चाहिँ हामी मार्केटतिर जाने के कलेक्सन्सहरू छ के आएको रहेछ म तपाईँहरूलाई देखाउँछु ल. अब चाहिँ हामी मार्केटभित्र पस्दैछु हो. मार्केट नठोकिनु न यस्तो छ हङकङ मार्केटको चाहिँ अहिले. यस्तो रहेछ जाँदैछु. आज चाहिँ यस्तो डेन्जर गरम छ कि यस्तो डेन्जर गरम छ कि मार्केटमा पनि यस्तो भिड छ हो. गरमले मन नरिसक्यो. अहिले चाहिँ हामी पर्दा हेर्न जाँदैछु हो. कटन्सहरू कटन्सहरू हेर्नु जाँदैछु हामी चाहिँ के कस्तो घरको लागि हो. यहाँ कटन्सको यहाँ आइसकेको छु हेर्नु लागि हो. यहाँ पर्दाहरू हेर्दैछु हो. अहिले छ यहाँ कलेक्सन्सहरू चाहिँ अब कुन चाहिँ फाइनलाइज हुन्छ हेरौँ. हाम्रो पनि जानु लागि हामीले पर्दा हेर्दा फाइनली यहाँ फाइनलाइज भयो पर्दा चाहिँ हो. यहाँ दुईवटा प्याकमा हामीले कटन्सहरू पनि किनिसकेँ हो. अब चाहिँ एक्सप्लोर गर्नु आँटेको हङकङ मार्केट. यस्तो भिड छ अनि यस्तो गरम छ कि नभन्नुहोस्. यस्तो कलेक्सन यहाँ परेको छ. बडीमा मैले चियापत्ती किन्नु हुँदैछ हो. दार्जिलिङ टी अरे सबै. अन्त यता चाहिँ डुआरएस टी अनि चाहिँ आसाम टी छ हो. हामी चाहिँ आसाम टी लगेको. मार्केटको बजार जस्तो छ है गाइस. हामी खाना बनाइरहेको छु. आलु भएको छ कि अन्त आलु चाहिँ बाँकी नै छ गर्नुपर्ने हो. सो यहाँ छेउको पर्खिरहेको छु. दोकानमा चाहिँ तपाईँले सक्नुहुन्छ सु स्टोरमा. एउटा सु स्टोर छ. म चाहिँ एउटा जुत्ता हेरौँ भनेको. अब यस्तो छ जुत्ताको कलेक्सनहरू राम्रै आएको छ अहिले हो. मलाई मन पर्छ कि मन पर्दैन. फाइनली हाम्रो चाहिँ सपिङ भइसक्यो हो. अब चाहिँ मार्केटको बाहिर हामी जाँदैछु. सानो काम छ घर जाने हो. यस्तो भाडे यहाँ चाहिँ घर जाने गाडी चाहिँ छैन अरे. अन्त त्यही भएर चाहिँ अहिले हामी यहाँ बिरानी साइडबाट जाँदैछ. अझ गाडीमा बसिरहेको छु. घर पुगेर भेटौँला. गाइस फाइनली म चाहिँ घर आइपुगेँ हो. घर आइपुग्दा पनि पानी पनि कत्रो पर्दैछ बाहिर हो. सो लास्टसम्म हेरिदिनुहोस् होला भिडियो होइन. अन्त राम्रो लागेकोमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु. धेरै माया दिनुहोस् होला. बाई.